जनकपुर धाम उप महानगरपालिका वडा नंबर 8 स्थित रामानंद चौक में रहल आँखा अस्पताल जे जानकी आँखा अस्पताल अछि अखन गर्मी के कारण गर्मी के मौसम में ओना आन बेर सेहो जे छै से आँखि के रोगी सबके ओहिठाम वृद्धि रहल अछि, लेकिन अखन विशेष कऽ जे किछु दिन से देखल गेल छै एहिठाम मध्य प्रदेश के गर्मी आ खास कऽ जनकपुर में विशेष गर्मी भऽ जाइत अछि। तो ओहि के कारणे जे छै से विभिन्न ठाम के अखन रोगी सब आँखि के जे छथिन से जानकी आँखा अस्पताल में जचाबाक लेल अबै छथिन। दैनिक ओहिठाम 400 से लऽ कऽ 500 धरि जे छै से ओहिठाम बिरामी सब अबै छथिन आँखि के जचेबाक लेल। अखन विशेष कऽ जे गर्मी के कारण और जाहिमे आँखि में लाली भऽ जेनाइ, आँखि में जे छै से एकदम मीचा पड़ल अथवा कीड़ा पड़ जाए छै, ओहि के कारण से आँखि हौआई छै। विभिन्न प्रकार के जे छै से गर्मी में समस्या भेला के कारण काशी भऽ जेनाइ, तो एहि के समस्या के लऽ कऽ जे छै से अखन आँखा अस्पताल में विशेष जे छै से अखन बिरामी सबके भीड़ भाड़ देखऽ में अबैत अछि। ओना 6 साल से ओहिठाम देखल जाए तो बहुत चीज एहन सुधार भऽ चुकल अछि, लेकिन अखनो देखबै आँखा अस्पताल जनकपुर के जेठाम बिहार से जे ओहूठाम से बिरामी सब अबै छथिन जचेबाक लेल। एहिठाम सप्तरी, सरलाही, सिराहा, सिंदली धरि के आदमी सब विभिन्न ठाम से कहबै तऽ एहिठाम जचेबाक लेल अबै छथिन, लेकिन समस्या अखनो एकटा ई चीज एहिठाम देखल गेल छै कि एहिठाम डॉक्टर टैलेंट भेला के बावजूद भी एहिठाम समस्या ई छै कि रेटिना जेकरा कहै छै पर्दा के जांच ओ चीज अखन एहिठाम उपकरण नहीं भेला के कारणे अखनो जे छै से किछ बिरामी सब ओहन आबि जाइ छै तो हुनका सबके जे छै से बाहर अखनो रेफर करऽ पड़ै छै। एहि प्रति कमती में चाहबै सरकार वाला निकाय के जे ध्यान आकर्षण होय, एहि प्रति कमती में जागरूक भऽ कऽ जे एतेक बड़का ई अस्पताल अछि, विभिन्न ठाम से आदमी सब जचेबाक लेल अबै छै, दिनहु एहिमे सुधार भऽ रहल छै, लेकिन एहि प्रति जे छै जे समस्या छै एहिठाम स्वास्थ्य उपकरण के उ समस्या जे छै से कमती में समाधान होबऽ के चाही। लेकिन एहि प्रति जे छै से मात्र बजे जाइ छथिन, लेकिन ओहि प्रकार से ओहिठाम ध्यान नहीं पुगि रहल छै। तऽ एहिमे देखबै छी अपने सबके जे कतेक साल के बच्चा के प्रभावित अखन विशेष कऽ कऽ केने छै, केहन केहन बिरामी सब अबै छथिन। तऽ हम सब विशेष बातचीत एहिमे डॉक्टर से केने छी जे मेडिकल डायरेक्टर छथिन आशीष बोहरा से, आ एहिठाम किछु बिरामी सब आयल छथिन हुनका सबसँ हमसब बातचीत केने छी जे हुनका सबके केहन प्रकार के एहिठाम जाँच भऽ रहल अछि, की समस्या अखन देखा पड़ल छै गर्मी कारणे ओ अपने सबके देखाबऽ जा रहल छै। मेरो परिचय, मेरो नाम चाहिँ सुरेन्द्र पाठक, म जानकी मेडिकल कलेज आँखा विभागमा अप्थाल्मिक अफिसर कार्यरत छु। अहिले म यहाँ ज्योति चस्मा घरमा चाहिँ आइओपीडी हेर्दैछु। अब यसमा चाहिँ जेनरल ओपीडी हामी म्यानेज गरिरहेछौँ। अरू अब क्याट्रेक्ट सर्जरीहरू आउँदाखेरि हामी चाहिँ श्री जानकी आँखा अस्पताललाई चाहिँ रिफर गर्छौँ हामी, अनि त्यहाँ हस्पिटलमा चाहिँ क्याट्रेक्टहरू चाहिँ म्यानेज गर्छ। अनि गर्मीमा खास गरेर अब अहिले चाहिँ अब चैत्र, वैशाख, ज्येष्ठ, अषाढ यसमा के छ भनेदेखि एलर्जी कन्जन्टिभाइटिसहरू बढी आउँछ केसहरू। अब त्यसमा के छ भनेदेखि एयर पल्युसनको कारण पनि हुन्छ, विभिन्न अब हावाले गर्दा अनि कन्टामिनेटेड भएर आँखालाई चाहिँ कन्जन्टिभाइटिस र अर्को चाहिँ एलर्जी कन्जन्टिभाइटिसहरू प्राय बढी हुन्छ। यो अब तपाईँको यो जानकी आँखा अस्पताल भनेको हाम्रो जनकपुरको एउटा ठुलो धरोहरको रूपमा छ। यसलाई चाहिँ यसमा चाहिँ के छ भनेदेखि हाम्रो डक्टर अब जस्तै आशीष बोहरा हाम्रो चाहिँ
भिट्रो रेटिना पनि हुनुहुन्छ उहाँले उहाँको दक्षता अनुसार चाहिँ अहिलेसम्म पनि इक्विपमेन्टहरू म्यानेज भएको छैन हस्पिटलमा। यहाँबाट रिफर गर्नुहुन्छ विराटनगर, काठमाडौँ। रेटिनाको लागि चाहिँ जेनरल मात्रै हेर्नुहुन्छ, अरू केसहरू आयो भनेदेखि उहाँ रिफर गर्नुहुन्छ। अब यसमा चाहिँ तपाईँको रेटिनाको लागि चाहिँ इक्विपमेन्टहरू चाहिँ राख्नुपर्ने अवस्था देखिएको छ। अर्को अब पेसेन्ट चाहिँ अब जेनरली 350-400 को हाराहारीमा ओपिडी आउँछ। अनि त्यसमा मैले के देखेँ त्रुटि भनेदेखि एउटा रिसेप्सन काउन्सिलर जस्तो चाहिन्छ क्या त्यहाँ। अब यत्रो हस्पिटल छ, विभिन्न अब पेसेन्टहरू भारतदेखि लिएर अब यहाँका लोकल गाउँहरूबाट पनि कम्युनिटीहरूबाट पनि आउँछ पेसेन्टहरू। अब यसमा चाहिँ बिरामीहरू ग्यादरिङ हुन्छ। अब यो बिरामीलाई चाहिँ अझै चुस्त र दुरुस्त रूपले चाहिँ ल यो फलानु ठाउँमा जानुहोस् भन्ने मान्छे चाहिँ एउटा काउन्सिलर हामी भन्छौँ, रिसेप्सनमा बस्ने चाहिँ हेल्थ सम्बन्धी नलेज भएको, ल तपाईँको फलानु कोठामा हो त्यो भन्ने मान्छे चाहिँ मैले त्रुटि देखिरहेको छु। अब यहाँको जनमानसमा ठुलो समस्या, अब तपाईँको रेटिना सम्बन्धी केही भयो भनेदेखि यहाँबाट तपाईँको अब यहाँ काठमाडौँ रिफर गर्छ या त विराटनगर, लाहान, होइन, यही व्यवस्था भइदिएको भए यहाँ सब लाभान्वित हुन्थ्यो। अर्को कुरो के छ, आँखामा भनेको 80% पेसेन्ट चाहिँ हाम्रो बिहारबाट आउँछ, होइन। अब त्यो त्यति पनि हामी ट्याकल गर्न सकियो भनेदेखि हस्पिटललाई धेरै राम्रो हुन्थ्यो र यहाँको कम्युनिटीका यहाँका लोकल मान्छेहरूलाई काठमाडौँ जानुपर्ने बाध्यता चाहिँ हट्थ्यो होला। यसको अब मेन वातावरणको प्रभाव हुन्छ, यहाँको एयर पल्युसन, होइन, अब पर्सनल हाइजिन त्यसमा निर्भर पर्छ र वातावरण मेन चाहिँ वातावरण हो। अब एयर पल्युसन, त्यसले गर्दा यो चाहिँ आँखा पाक्ने समस्या हुन्छ, आँखा एलर्जी हुने समस्या हुन्छ, त्यसबाट चाहिँ जोगाउनुपर्छ। अब जोग्नलाई चाहिँ पर्सनल हाइजेनिक चाहिँ राम्रो राख्नु पर्यो र प्रोटेक्सन चाहिँ ग्लास लगाउनु पर्यो, त्यसले गर्दा चाहिँ जोगिन्छ, राम्रो हुन्छ। कहाँ से जस भइल छी? हम सब ये नगर अथी मछली नगर दिन सब डरो करे छी। गर्मी कारण अखन की समस्या बुझा रहल छै? समस्या जे मानि एतेक बर्दाश्त नहीं, पूरा देह एलर्जी भ गेले, एकदम चक्की निकले छै, आँख पूर्णिमा देले, आँख में किछु पड़ि गेले, एना कमिजलिए, अल्सर भ गेले, वह देखाबैले जदुपा ट्रीटमेंट होइ छलै, ओहिसँ ज़्यादा आराम नहीं भेलै, एकटा भेलिए पुनः देखाब। खास गर्मी के कारण से सब अब गर्मी के कारण में या अब जे डॉक्टरे कहि सकै छै जे गर्मी के कारण नहीं, हमरा कोनो दिक्कत नहीं एलिए, पर्ची बढ़िया से भेटल, डॉक्टरो भेटलिए, देखलकै, दवाई लिखलकै, 7 दिन के टाइम दिलकै, 7 दिन के बाद काफी निकली है बात। आज दोनों चीज बनाई ना, आज में सब काफी निकली है, तो स्टार्ट में कुछ नहीं। गर्मी के कारण से विशेष समस्या पाए से गर्मी महीना में। हजुर नमस्कार, प्रणाम। म डाक्टर आशिष बोहरा यस अस्पतालमा विगत 8-10 वर्ष 9 वर्षदेखि कार्यरत छु र 4-5 वर्षदेखि म यहाँ 5 वर्षदेखि म मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छु। विगतको तुलनामा अहिले हेर्दाखेरि असारमै नै धेरै अहिले चाहिँ प्रचण्ड गर्मी छ र यो गर्मीमा गत वर्ष पनि चाहिँ आँखाको बिरामीमा चाहिँ वृद्धि भएको थियो र अहिले चाहिँ कतिको चाहिँ दैनिकमा चाहिँ आँखाको बिरामीहरू आइराखेको छ? हजुर, यो वर्षेनी चाहिँ यो मौसममा गर्मीमा चाहिँ प्रायः जस्तो गर्मीमा एलर्जीको बिरामीहरू चाहिँ बढ्ने गरेको छ। विशेष गरी बच्चाहरूमा चाहिँ स्कुलमा खेल्न जाँदा स्कुल जाँदा आउँदा गर्मीले गर्दाखेरि आँखा बढी चिलाउने बिरामीहरूको चाप चाहिँ अस्पतालमा बढ्दै आएको छ। श्रावण भदौसम्म यो अलिकति बढ्ने क्रममै हुन्छ। त त्यसैले हामीले चाहिँ जनमानसमा चाहिँ के एउटा चाहिँ सन्देश दिन चाहन्छौँ भने अस्पताल आएर नै उपचार गर्ने पद्धति त छँदैछ, तर घरमा पनि यहाँहरूले चाहिँ बच्चाहरूलाई गर्मीमा खेल्न नदिने, अनि शीतल वातावरणमा राख्ने, स्कुलबाट आएपछि चिसो कपडाले यसो पानीले भिजाएर आँखाहरू सेक्नेर पनि हामीले केही हदसम्म यसलाई चाहिँ यो बिरामीलाई रोग निवारण गर्नमा सहयोग हुन्छ।
त्यसै गरी चाहिँ नि अस्पताल आइसकेपछि चाहिँ हामीले चाहिँ अब यहाँ औषधि उपचार गर्छौँ र बिरामीहरूलाई चाहिँ के हदसम्म राम्रै भएको छ, सहज भएको छ उहाँहरूलाई। तर प्रायः चाहिँ उहाँहरूले चाहिँ गर्मीले गर्दाखेरि चाहिँ यो बिरामीलाई यो सिजनभरि अलि अप्ठ्यारो पर्ने भएर अलि हामी सतर्क हुनुपर्ने आवश्यकता छ। स्कुले बालबालिकाहरूमा बढी छ, प्रायः चाहिँ हजुरको 3-4 वर्षबाट सुरु हुँदै 10-12 वर्ष 14 वर्षसम्म हुन्छ र 14-15 वर्षपछि चाहिँ अलिक कम छ। तर आजकलको गर्मीहरूमा चाहिँ वयस्क मान्छेहरूमा पनि यो रोग चाहिँ बिस्तारै एलर्जीको आँखा चिलाउने बिमारी चाहिँ देखिँदै आएको छ। त्यसैलाई चाहिँ हामीले चाहिँ के त्यही सुझाव छ कि गर्मीबाट अलिक बस्ने र आँखा मिच्ने बानी नगर्ने। त्यस्तो केही भए पनि घरमै पनि पानीहरूले अलिक सेक्ने, आइसले सेक्ने, चिसो कपडाले भिजाएर सेक्न पनि सकिन्छ। त्यसले पनि केही हदसम्म उहाँहरूले सहज गर्छ। पहिलाभन्दा चाहिँ यो जानकी आँखा अस्पतालमा धेरै नै चाहिँ बिरामीहरू आइरहेछ र लिएर गइराख्नुमा धेरै सुधार उन्मुखमा छ र खास गरी अहिले चाहिँ उपकरणहरू के कस्ता चाहिँ यता चाहिँ सुविधाहरू दिइराख्नु भएको छ? हजुर, हामीले यहाँ यो भेगमा लगभग 4 दशकदेखि यो अस्पतालले चाहिँ यहाँको जनमानसको यहाँको भेगको मान्छेहरूको चाहिँ मन जित्न सफल भएर पछिल्लो 3-4 वर्षदेखि चाहिँ यसले चाहिँ ऐतिहासिक सफलता शल्यक्रियाको लक्ष्यहरू पनि आफ्नो लक्ष्य निर्धारित लक्ष्यभन्दा माथि गएर र बिरामीहरूलाई पनि एकदमै राम्रो सेवा दिएको भएर चाहिँ झन् यो चाहिँ बढ्दो जाने क्रममा छ र यसले चाहिँ एक हिसाबले यो चाहिँ ऐतिहासिक सफलता कायम गर्दै यो स्वर्णिम युगमा प्रवेश गरिसकेका छ। त्यसैले चाहिँ अबको दिनमा चाहिँ यहाँ चाहिँ थप यहाँ आउने बिरामीहरूले हामीले विश्वास गराउने बिरामीहरूले परिष्कृत विशिष्टीकृत सेवाहरू दिनको लागि हामी अगाडि बढिरहेको छौँ र यसमा चाहिँ हामीलाई यहाँको लोकल कम्युनिटीको सबैजना मान्छेहरूले एक हातेमालो गरेर यसले गरेको सफलतामा साथ दिन चाहिँ हामी पटक पटक उहाँहरूलाई जहिले पनि पहल गरेका छौँ र यहाँ चाहिँ पछिल्लोचोटि हामीले चाहिँ मोतीबिन्दुको अपरेसनमा चाहिँ एकदम विशिष्टीकृत अपरेसनहरू गर्ने, बिना सुईको अपरेसन गर्ने, त्यसपछि आएर चाहिँ लेन्समा पनि नजिकको टाढाको लेन्सहरू पनि अब हामी छिटै सुरु गर्दैछौँ। त्यो हिसाबले चाहिँ यहाँ यो भेगमा चाहिँ आउने बिरामीहरूलाई सबैलाई हामीले मन जित्न सफल भएको छौँ र त्यही भएर चाहिँ यहाँनिर आउने हाम्रो कर्तव्य, हाम्रो यहाँको अस्पतालको कर्मचारी हाम्रो कर्तव्य अथवा अस्पतालको समितिको कर्तव्य हामीले गरिराख्दाखेरि पनि यहाँको स्थानीयहरूको पनि अलिकति यसमा चाहिँ सहयोगी भावनाहरूले अझै अगाडि यसलाई चाहिँ मजबुत बनाउनलाई मद्दत गर्नुपर्छ भन्ने हामीलाई महसुस भएको छ। मेसिनहरू पनि थप्नु भएको छ यो बिचमा? हजुर, हामीले चाहिँ तपाईँको यन्त्र उपकरणहरू चाहिँ जहिले पनि अब एउटा नियमित प्रक्रिया अनुसार चाहिँ हामीले चाहिँ अगाडि बढिराखेको छौँ। त्यही अन्तर्गत अहिले पछिल्लोचोटि हामीले दात्री निकायहरूको सहयोगबाट पनि लेन्सहरूको पावर मापन गर्ने मेसिनहरू, लेजर पद्धतिको मेसिनहरू पनि हामीले अगाडि लिएका छौँ होइन। त्यसैले बिरामीलाई चाहिँ एउटा स्ट्यान्डर्ड केयर अफ पेसेन्टमा चाहिँ हामी अगाडि बढी नै राखेका छौँ। अनि के सल्लाह दिन तपाईँ चाहनुहुन्छ? अहिले चाहिँ बिरामीहरू त्यति बुझ्दैन आँखाको विषयमा अनि मान्छेहरू अहिले पनि त्यस्तै जुन लापरवाही हुन्छ त्यो गरिराख्नुपर्छ, त्यस्तोलाई तपाईँ के सल्लाह दिइराख्नुहुन्छ? हामीले चाहिँ नि हेर्नुहोस् अब यो बिरामीहरूलाई सल्लाह दिने हजुरको मिडिया मार्फत पनि हामीले सल्लाह दिनुहुन्छ बिरामीलाई गर्मीबाट बस्ने कुराहरूमा पनि धेरै गर्मीमा जानु हुँदैन, आँखा चिलाउनु हुँदैन, मोतीबिन्दुको अपरेसन समयमा गर्नुपर्छ भन्ने छ। हुँदा जानकी आँखा अस्पतालले विगतमा लामो समयदेखि स्कुलमा गएर बच्चाबुच्चीहरूलाई रिफ्र्याक्टिभ एरर छ कि दृष्टिदोष छ कि उहाँहरूको भनेर पनि हेर्ने गरेको थियो, मोतीबिन्दु पनि कम्युनिटीमा गएर हेर्ने गरेको थियो भने यो वर्षदेखि हामीले कम्युनिटीमा गएर समुदायमा गएर डायबिटिजले आँखालाई असर गरेको छ कि छैन त्यो पनि हामीले हेर्न सफल भयौँ। 3-4वटा वार्डमा हामीले गऱ्यौँ, त्यहाँ गएर हामीले आफ्नो यन्त्र उपकरण लगेर त्यहाँ फोटो खिचेर त्यहाँ बिरामीहरूलाई डायबिटिजले आँखा छोएको छ कि छैन भनेर स्क्रिनमै उहाँहरूको घर नजिक आँगनमै गएर चाहिँ हामीले इलाज उपचारहरू सुरु गर्दै यो अस्पताल अगाडि बढिराख्दाखेरि यहाँको स्थानीय सरकार फेरि पनि यहाँको समुदाय मान्छेहरू सबैजनाले मिलेर हातेमालो गरेर हामीले चाहिँ यसलाई सकारात्मक सोच राखेर चाहिँ हाम्रो बिरामीप्रतिको दायित्व र यो जनताको प्रतिको दायित्व सम्झेर एउटा यसको वेगमा यसको लयमा चाहिँ सबैले साथ दिन हुन अनुरोध गर्दछौँ। खास गरेर यता कता कताका चाहिँ विशेष बिरामीहरू आइरहेका छन्? हाम्रो यसमा चाहिँ जनकपुर धनुषाको जिल्लाको त आउने नै भयो, त्यो सँगसँगै महोत्तरी, तपाईँको छेउछेउको लालबन्दी, सर्लाहीबाट आउँदै तपाईँको इन्डियामा तपाईँको चाहिँ बिहारको अधिकांश ठुलो कभरेज हुँदा उत्तर प्रदेश समेतको बिरामी, वेस्ट बेङ्गाल समेतबाट बिरामीहरू चाहिँ मोतीबिन्दुको अपरेसन गर्न आउने र त्यही दिन पनि घर फर्किने गरेको हाम्रो पद्धतिले गर्दाखेरि बिना सुईको अपरेसनले त्यही दिन पनि घर फर्किनु उहाँलाई सहज भएको छ, राम्रो भइरहेको। अब चाहिँ कुनै यस्तो आँखाको चाहिँ रोग आयो भने त्यसमा आत्नु पर्ने अवस्था छैन, यस्तो छैन कि बाहिर जानै पर्छ भनेर यतै भइहाल्छ इलाज? हजुर, अधिकतम इलाज उपचारहरू चाहिँ हामीले यहीँ गर्न हामी सफल भएका छौँ। तर पनि हाम्रो केही विशिष्टीकृत सेवाहरू अहिले पनि पर्दा सम्बन्धी यो हामी चाहिँ अगाडि बढिराखेका छौँ। हाम्रो प्रोग्रामहरू डोनरहरूसँग जात्री निकायहरूसँग पनि कुराहरू भइराखेको छ। हामी यसमा पनि छिटै अगाडि चाहिँ एउटा सम्पूर्ण सेवा सुविधायुक्त अस्पतालको रूपमा हामी व्यवस्थित भइराख्दाखेरि पनि केही अंशहरू बाँकी रहेको हुनाले हामी त्यसमा निरन्तर प्रयासरत छौँ।
सुनू जे हुनकर कहब छनि जे एहिठाम बहुत रास एहन समस्या छलै, लेकिन खास कऽ कऽ अखन ई 5-6 सालसँ हमसब स्थानीय के सहयोग में होय अथवा एहिठाम के बुद्धिजीवी के सहयोग में हमसब बहुत रास जे छै से एहिठाम सुधार केनौ। ओना आँखा अस्पताल जे छै से ओहिठाम रामानंद चौक विवादिते रहैत अछि। 2 साल 4 साल पर किछु ने किछु ओहिमे एहन विवाद उठि जाइए कि कते कते दिन जे छै से तालचा मारले ओहिठाम रहि जाइ छै। लेकिन अखन किछु दिनसँ एहिमे बहुत नीक जाँच सेहो भऽ रहल छै आ एहिठाम सुविधा जे छै से जेना पंखा सब पहिने नहीं छलै, बैसऽ वाला ठाउँ नहीं छलै, बहुत चीज के एहन समस्या छलै, लेकिन ई चीज में सुधार भऽ चुकल अछि। लेकिन जै चीज के एहिठाम खाँचो छै, जे जरूरी छै, जै उपकरण के एहिठाम जरूरी छै, ओ चीज अखन देखऽ में नहीं छै। ओ कमती में होना चाही, जरूरी छै। कियाक तऽ एहिठाम के आदमी आब चाहते अपने ठाम में हमरा जाँच पड़ताल भऽ जा, ना कि एतेक रुपया खर्च कऽ कऽ बाहर आदमी अपन काज छोड़ि कऽ जाय पड़ै छै। ओ चीज जे छै से चाहि रहल छथिन बिरामी सब जे एहिठाम होय। कियाक तऽ अखन आदमी सब चीज के लेल दिक्कत कऽ सके, लेकिन स्वास्थ्य उपकरण जैठाम जरूरी नहीं छै, जे अस्पताल में जरूरी नहीं छै, ओहि अस्पताल में अखन करोड़ों रुपया के जे छै से उपकरण सब स्वास्थ्य उपकरण किना कऽ राखल गेल छै। लेकिन जानकी आँखा अस्पताल जतेक सालसँ ओ आँखा अस्पताल छै, लेकिन ओहि के कमती में स्वास्थ्य उपकरण आब नहीं यदि रहतै तऽ एहि प्रति जे छै से प्रश्न उठत सरकार वाला प्रति। ताहि पर कमती में सरकार वाला के ध्यान आकर्षण होय आ इस समस्या के समाधान होय। लेकिन खास कऽ कहब जे गर्मी छै तऽ गर्मी में घर से बाहर अगर निकलै छी तऽ एकटा यदि ड्राइविंग करै छी तऽ चश्मा लगाल करू। खास कऽ पूरे दिन में पानि 2-3 बेर जे छै से आँखि में धायल करू। सूती के कपड़ा लऽ कऽ मात्रे आँखि पर जे छै से राखब, मतलब खाली हाथे ओहिना पर हाथ से आँखि में नहीं अथी करब। ई हमर सुझाव नहीं, ई डॉक्टर के सुझाव छल। नमस्कार।